ल पानी हाल त खोला त्यहाँ छ है हामी खोलाको एकदम पासमै छौँ अब टक्क अड्कलेर लोकल चामलको कुन चामल रे हो नाति यसको नाम के रे यो धानको नाम फुलदान हो बाजे फुलदान रे ल पानी सुत्केरीले खाने हो के यो त ओहो यहाँ 7 जना सुत्केरीहरू आएको बेलामा होइन फुलदान दिनुपर्छ नि खै जेठो बुढो पानी बढी भयो होला क्या पानी बढी भइसक्यो यसो हात पखालिर नाप त हात पखालिर नाप त हात पखालेर धेरै भइसक्यो हात पखालिर नाप न हात पखालिर ओहो ल प्रेस कुकर नपट्काने थोरै पानी फाल थोरै यो ठ्याक्कै त्यो गोलो गोलो छ नि त्यसको मुन्नी मुन्नी गरा हैन हैन पर्दैन होला हैन पर्छ पानी यो भिज्छ अझै फाल्नु थोरै 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 अझै कम त्यो पनि हो ल ओइ हेरे फारो बनाउ लाग्यो चाहिँ ल यसलाई मोसन लगाउने काम गर्नुपर्छ है तेलको अलि थोरै बो हैन हैन फाल्नु के फाल्ने हो प्रोफेसनल होला पो बस 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 ल ल ल त्यो तेलको मोसो लगाउ तेलको मोसो लगाउ तेलको मोसो तेल लगाउने कार्यक्रम चाहिँ केको लागि स्पेशल भन्छ दाइ यो तेलको मोसो हो यसले चाहिँ यो आगोले डाइरेक्ट भाँडा कालो नहुनको लागि तेल बाहिरदेखि लेप लगाइदिने हाम्रो मान्यता छ भन्नाले सिस्टम त हो साइन्टिफिक हिसाबमा तेल अलि अलि बढी खरानीको लगाउने हुन्थ्यो चलन होइन खरानीको लगाइन्थ्यो तर यो चाहिँ अहिले चाहिँ तेलको टक्क सर्लक्क है अहिले धुने बेलामा घुट्नु नपरोस् के एकला तलमा नि यसो मसानु त हैन के हेर्नु त बाल्टी त लाइ सबैले आउँदै यहाँ उपानु रहेछ सब ठाउँ लाग्यो के लतार त हात लतार बसाल्दै ल त्यो बसाल्न पहिला बसाल्न डब्बा उता छ ओ यो भयो भातको व्यवस्था यही छ ल खै यता निस्किहाल्यो ताउ हैन कम्परा दे खै त्यो उले एउटा यसको गेलागुडी सिस्टम देवेलाई मात्रै थाहा छ क्या फेरि यसको कोही के हो र छैन त त्यहाँ यो हो र यार सेटिङ गर्ने मान्छे आज देखाइ त छट्के ढकन राम्रोसित लगाऊ है ल है त अब भात बसालियो ल यति भयो बसालियो यसपछिको अब खलमहरू बढ्दै जान्छ फेरि खलम बढ्छ ल बवाल हुन्छ है त्यसपछि ल्याउ गाडी हो म मन पिलेर हो र गाडी हैन पिलेर नाच्ने चेपा फरक सक्ने छ कि जाल त्यस्तो जान्ने यहाँ उँलो बढी भयो है त आगो लाइने बल्दैछ आउँदैछ आज हो यो छ नि यो हो यसले नयाँ जाल बाँधेको भयो र यहाँ यस्तो कार्यक्रम भएको है पुरा त्यो आयो बुढा आयो ल यसो गर नि त डिके भटिज र नाति
नाति चाहिँ एउटै छ त कहाँ हुन्छ झालेउती भयो म भनिदिन्छु स्योर भनिदिन्छु हेर पुतली आमा छोरा लास्ट कटेर लास्टै जङ्गी रहेछ यार यो त तोलान त्यही पोलो यो भइरहेको बेलामा होइन भइरहेको बेलामा यता हाम्रो नाति चाहिँ खलम सकेर यता जाल खेल्न जाने फेरि न्यू खलमतिर माछाले पुगेन नि भन्ने कुरा भयो होइन भन्ने कुरो भयो हामी चाहिँ यहाँ कुकमै हामी यहाँ कुकमै हुन्छौँ होइन यता आनो ल यी दुई ज्वाइँ जेठान चाहिँ होइन अर्को खलम लिन जाँदैछन् है त ल त्यो ल है खलम लिएर आउनु है हामी यहाँ कुक गरेर बस्छु ल भान्जे भुरी रास्तै ठुलो चाहिँ ठुलो पछाडि घरमा पछाडि बराबर ल अनि मिलो 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 हेर्दा खलमहरू बेहोस भइसकेछ यहाँ अब यहाँ फोमो गर्न लागेछ है यार यसै खुट्टा अलि उता राख्दै देबे खुट्टा कुकुर त कालो भएछ त सेतो थो त अघि त अझै के हो र कुकुर त कालो भएछ त सेतो थो त अघि त हुन्छ के दाइ घरको छ लास्तै पाएको र के भन्छ ओइ के लाग्यो तातेको छ है आनो 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 तातेको छ है पानो है अब हान्छ है हान्छ 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 बलगर साई बलगर बलगर नै आगो त छ नि होइन ओके घुमेछ घुमेछ र घुमेछ पानी घुमेछ आनो आनो है आनो है ल है आयो है आयो मासु नके भरे अन्ना त आइसक्यो के अब चाहिँ आयो नाचिसके लागो 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 खै त घरको छ खै उठ्छ क्या यो के उठाइदिने हो कम विचार गरेछ यहाँ अनि यत्रो मान्छेहरूले देऊ कि नदेऊ भने लास्ट लागेको ला लाज लाग्यो शर्मासक्यो यो लाज किन बाबा लाज किन बाबा अनि लाज किन बाबा होइन आइजन त यहाँ बोलाइरहेको कि सिटी अझै अन्न त अझै अन्न त बिल्कुल अन्न त भेलु बनाएछ त अहिले त अलि जोरो त आगो छ त यार 50 त यार मार्दे दे जनका आयो है आयो के आयो किन दिँदैन भन्ने दे बाबा दे भाइको आन्दा यार गर्नुपर्ने आयो अब चाहिँ आयो है आयो र होइन हल्ला सक्यो ऊ कम हल्ला छ हल्लायो है हल्ला राम्रै हल्ला छ क्या अहिले त फिक्स हल्ला छ नि चाहन पोलेछ उठाउँ कि नउठाउँ भनिसक्यो आइज फिक्स हो क्या उठाउनै उठाउनु आसन आसन तातिसक्यो उठाउँ कि नउठाउँ भनिसक्यो 3 मिनट भएर नान्न त अब आयो के आगो बोलेकै छ त यार धुरो गरेर बेलामा फेरि आला यार
होइन र अब त आयो त्यो अरूतिर कतैबाट सास त गएन है सास गए त त्यस्तो गर्दैन के हल्का आगो दिन पारे अब आयो नि के खै त यार स्पिडै बढाउँदैन त खै आउँछ कि आफै आउँछ कि नचलाउ कति छोड्यौ कि 2 सेकेन्ड चाप त बरु हो त्यस्तो उनी आइन् के आइन् ल अब उठाइदेऊ यसलाई उठाइदिनु भयो के बत्केलाएर नि के छ पोयात त्यो टिम्बर हो टिम्बर हो के ल केटाहरू जाल खेल्न गइसक्यो होइन हामी चाहिँ यहाँ अब तरकारीको लागि रेसिपी तेल ल यो तेल हो सरर एक लत तेल ल बास अब यहाँ आइटमहरू प्याज भइसकेको छ लसुन भएछ गोलबेडा भएछ त्यहाँ बेसार छ टर्मरिक पाउडर भन्छ होइन टिमुर पनि हाल है लसुन गयो प्याज पनि टिमुर हो त टिमुरलाई नि आइटम पेस्ट गर्नु पर्यो नि लागोस् के टिमुर हो त्यो खोलेर हाल्न सुरुमै फ्राई गर्न पर्छ त्यसलाई गर्न नि त्यसलाई रातो बनाउने कस्तो भन्छ अरे दाइ हिमालयन के अरे पेपर टिमुरलाई के ए ऊ टिमुर हाल न त्योभन्दा पहिला फ्राई गर्नुपर्छ के यसलाई फ्राई गर्नु पर्यो ओके होइन गरौँ प्याजको अब त्यहाँ गोलबेडा र टर्मरिक पाउडर छ हामीसँग यहाँ आइटमहरू छन् अझै ओहो गाइस छुटाँदै नहुने चिज त यहाँ रहेछ नि त 2 गेरा यार 2 गेरा भनेको त डायमन्ड हो नि हो त अहिले म पार्छु हैन बनाके यो त स्वाटै हाल्दिने म आफै पार्छु कि भिडियो बनाउनु पर्यो ल पर्दैन सक्लै हाल्ने हो नि यो त कटेर नपाले म ल त्यसलाई टिमुर खोलाउँ त टिमुर भन्ने त हाम्रो गाउँतिर मात्रै पाइन्छ जस्तो लाग्छ म अरूसँग पाइएको थाहा छैन यतैबाट लगेर बेचेको चाहिँ थाहा छ है तर होइन त्यो सडक बाटो हिँड्ने यसो देखाउँ न पहिला यो टिमुर यो चाहिँ टिमुर है एकदम अर्ग्यानिक नेपाली टिमुर बेस्ट के भन्छ मसला गयो अब अलिकति बेसार हालेर बेसार बस मैले यस्तो दिन्छु के टाइप त्यहाँखेरि त्यो आइटम फेरि त्यता प्रस्तुत हुन्छ अब गोलबेडा त्यस्तै हालिदियो हुन्छ त्यस्तै हालिदेऊ माछालाई टुक्रा पारौँ लाग्यो त्यो ढिलो हुन्छ त्यो हो त्यस्तो गर्ने नै हो त गर्ने भए गरौँ के अनि यो लोकल गोलबेडा है यो टमाटरवाला मधेसी टमाटरवाला होइन यो लोकल एकदम लोकल गोलबेडा कसको बनायो हामीसँग यहाँ छुटाउनै पर्ने आइटम त छैन नि त्यो धनिया त लास्टमा हाल्यो हुन्छ होइन पाकिसकेपछि खोलेर एकलट हालेर उमालिदिए हुन्छ अथवा नउमाले नि फरक पर्दैन त्यो मसला र त्यो धनिया चाहिँ त्यही गरे टमाटर ल ठिक छ एकदम है बस ल त्यसलाई हल्लाउँदै गर त्यतिखेरसम्म यसलाई 2 कप्टेर पार त
2 टुक्रा माछा 1 किलो भन्दा बढी 1 किलो 2 किलो थो क्या माछा 2 किलो थियो धेरै थोकै 2 किलो ल है हामी बीच-बीचमा अन्तर्राष्ट्रिय चिप्लो छ के हो ओए खस यो गर्नु भएन फस्दैन के बरु भइमै राखौँ हैन यसमा पनि खाउको देऊ कि यानी हो माछा माछा खाने माछा अन्तर्राष्ट्रिय यसलाई यता राख न अझ यहाँ छ त ठिक आइटम तपाईले हरानु है म यी केटाहरूलाई थाहै छैन यहाँ यस्तो भएछ भन्ने अन्डा खाउँ भन्दाखेरि डङ पर्ने त हो नि ठुलो पिसलाई हामी प्रेसर गरिन्छ हैन प्रेसर कुकरमा पुरै यो पिस मात्रै छ है यहाँ चाहिँ सानाभरि अघि पुरै असला हो यो असला हो प्योर बङ्गा दोबानको म त तमानी खोला भन्न छाडेको र आजकल त यो गीत निकाल्ने मान्छेले गरम खोला प्राथमिक असला गरम खोला भन्छ तर माछा मिठो चाहिँ तल मिठो चाहिँ यहाँको हुन्छ के अलि बिस्तारै हाल्नु न मैले यहाँ लकै हाने छैन के ल ए असला हो योभन्दा राम्रो असला मिठो असला कहाँ पाउँछ यार यो त गाह्रो छ नि यार गाह्रो छ नि पिस हुँदैछ गाइजहरू त एकदमै असला के ल तलबाट निकाल्ने माथि मिलाएर रेट्ने यहाँ राख्ने पिस खस्ला यार एक थाल भइसक्यो है त्यहाँ अझ उहाँ केटाहरू मार्न गर्छन् तिनीहरू आयो भने फेरि त्यसलाई हामी बार्बिक्यू हानिन्छ धना के त टमाटर मेन आयो मेन यसलाई त 3 बनाउनु पर्ला हैन 2 हो मलाई नङ काटेको हरिले हरे हेर त अलि खतरा लगान नि यार तिमीले के हो यार ला एउटा फोटो हाल्दिन्छ यस्तो गरेर भिडियोमा आउँछ के ट्यागको भिडियोमा आएकोलाई क्याप्चर हान्ने हो नि खासमा भन्नुपर्दा मेरो हात पातिसकेको छ यति गरुङ्गो छ क्या यो 1 किलो छ क्या यो यार 1 किलो बढी छ दाइ बढी छ दाइ यार लेउ खारेर नि यस्तो छ क्या है ल ओइ तो धोमला मजा राख त धोने हो त्यसलाई पखाउने हो ल सारै काट्नु अझै छ लास्ट हो है ल अझ निस्किँदैछ त सको यसलाई खनाइ हो त्यसलाई खनाउँदा हामीले भिडियो बनाउँछ ल अनि फोटो हान्नु त्यो पाइ त्यसबाट ल फोटो खाइ डाइरेक्ट हेर्नु ल बाहिर गो एउटा त किन नाल पखाल्ने हो कि काप छन् कि काप ल त्यसलाई हल्लाइदियो त एकचोटि हो त्यसलाई नि ल्याऊ यहाँ राख थालमा हो त्यसलाई उ त्यता हो त पुछर भात तान्न त ऊ हो त्यहाँ पुछर भात तान्न त यी आन्छ यो पनि यो के यो यहाँ माछा फेरि घुमाइ त यही ल हो यो हो तरिका ल त्यति नै सकै हालिदिनु पर्छ के हो होइन सक्यो त धेरै हुन्छ कि खै विचार गरेर होइन हालिदिनु भयो नि 1 किलो छ यत्रो मिट मसला खै
यहाँ आइसक्यो 1 किलो छ हालिदिए हुन्छ ल एकैचोटि 61 हो भन्छ के भयो चु कमिलो यहाँ खुल्दैछ खै देखाउ त एकचोटि हेर्दाखेरि यो मह जस्तो देखिन्छ तर यो चु कमिलो हो होइन कागतीको रस पकाएर कहिले पनि नबिग्रिने गरेर बनाएको चिज हो के यो भनेको ओइ त्यसलाई घुमाउँदै गर है ओइ देवे त्यसको भेट्न खाओ हल्लाउँदै गर बोल्ने भएछ कि कहाँ बिहान त भर्खरै है साह्रै कति ल अब यो गयो चु कमिलो है यो कताको त जाँदैन त ला त्यसलाई चुलामा अब त्यसलाई चुलामा अनि ल अब यो हो मिट मसला कोकलाई मारे चुक्रै छ नारी आरी भने होइन आरी ल बास ल घोलिदियो 1 लाख घोलियो अरू केही छ रे डाल्न पर्ने निमका हड्का पोस्ता किङ र पोङला पोइ मुजिला डाल्न पर्ने छैन अब डाल्ने भनेको यो पानी हो ल देबे नमक ले त पहिले त मैले कुकले नै ल ए नमक धेरै हुन्छ होला यो अड्कलेर हाल दही दुक्का नपुगेपछि अहिले फेरि त्यो नमक हो नमक साल्ट भन्छ यहाँ तल खसेको देखाउ न खसेको अब सेकेन्ड लतमा हो नि त्यो त अरे मारिराछन् के हो गाडी कोही ठुलै सरले छन् के हो ल पानी वाटर यही पो त ल ढकनी खै ढकनी कता छ कत मरो मामा आधी किलो बरी मरन भन्छ ढकनी ल नकराइन यार यहाँ कम भइराखेछ सिस्टममा ल मेरो ल हाल न हाल छैन अब छैन थाल एकछिन त्यसलाई उता घुमाइदे उता बस अब माछा हाम्रो नातिको खलमले काम गरो नि मेरो 4 खलममा ठोकेर बाजे 4 पिस छ के भन्छ मेरो पिस छ के यहाँ पिस छ नि ल हाल त चाहिँ त्यही अत्के छ होला जस्तो लागेछ के फेरि 1 खलम गएर म यस्तो गरी निकाल्छु ल हेर हातमा म यस्तो गरी निकाल्छु आयो ल यसलाई फेरि सेकुवा गरेर यहाँ ठाउँ छ नि त्यसलाई उता राखे एकछिन होइन उता राखे एकछिन भर यो लास्ट टाइम हो है ठिक छ के माछा लागेको होइन नि बस सही हो यहाँदेखि अहिले एकछिन पछि गर्नुपर्छ यो पाको भने यो माछा बुझिन्छ माछा परेको हेर्नु एकैछिनमा पुलभन्दा उब्री बाजा हो कि गर्व त बहुत करमानको खलमले फेरि यति लिएर आउँछ कि फेरि 1 खलम भनेछ अहिले ल है त यसपछि गाना तिमीले बजाउँदा म बजाउँछु माछा ए खलम कसको खलम आयो मेरै हो के तेरै हो ले ओए क्षमा भयो के अब आयो यो त हैन नि उठाइदे गरेको है दाइ
माछा भिडियो नि हो हामीले दाइ कान्छा दाइ बनाउने हो र हामीले हेर्दा नि औडा माछा भिडियो त उठाइदियो हुन्छ के यो गीत सुन माछा त हो र यत्रो माछाको नागा त्यो एलपी V6 है यो भर्खर खाना पकाउने बेलामा गएर ल्याएको यहाँनिर यो हाम्रो नातिको खलममा यो आएको होइन सार्की हो के बाजे ए हो सार्की चल्दैछ जाता खसक्यो यो लास्ट खलमको है लास्ट अर्को खलम जान सक्छ के बस पगले रुलाएगा क्या आधा किलो बढी छ कर यो बडी जन्दै बढी छ यार यो लाग्छु पिस हो मसिनो माछा त त्यही झुक्किरो मात्रै हो के होइन लाग्ने झुक्किरो मात्रै हो के हेर्दामा चल्दैछ दोस्तहरू सार्की हो हत्तेर ठुलो त आदि निसी सार्कीको के हो यो चाहिँ सार्की हो है बाजे सार्कीको दाहिने भाइ हो त एउटा मात्र के सार्कीको दाहिने भाइ ल अब यो अब हुन्छ होइन तल अच्छा किसिमको भोराहरू छ होइन यार त्यो जाल त लास्टै खतरा हो के अरे मेरो सबै मसिना पिक्च गरेर भन्दा पानी लास्ट खतरा काट्छ के नेक्स्ट लट निकालम त ल यो बिबिके भयो बिबिके कोलो भइसक्यो ओलो भयो यो रहेछ कि ओलो गर्ने यसलाई फालिदिउँ त त्यो त्यहाँ काम लाग्छ कि हो त पुछाड दिउँसो गर नाति ओलो भर्न त के मात्रै हो गाप त ओके छ ल ठिक छ सबै बस्यो यार माछा यसले आँगरेको छ के सबै बस्यो यार भइछ रे त्यो भएछ के त पार्दिन एकछिन पाकैछ मज्जाले पाकैछ सबै बस्यो यार त पार्दिन भनेको ल अब हाम्रो यो आदिले सबै सेकेन्ड लास्ट भन्छन् गर केटाहरूले होइन जाल लगेर म भिर्को नभए त्यसले हाम्रो यहाँ त्यसले त हो यो फिक्स सेकेन्ड लट हो अन्तिम सेकेन्ड लास्ट हो करमान ओ करमान फिक्स सेकेन्ड लास्ट हो यो लो यो त सेकेन्ड कहाँ सेकेन्ड थर्ड सेकेन्ड लास्ट हो यो थर्ड लास्ट हो सेकेन्ड लास्ट हो बाजे सेकेन्ड लास्ट थर्ड लास्ट भन्छ त यसलाई खलम धेरै गहिरो हो कि साँच्चै हो थर्ड लास्ट हो यो हो यार बाजे ल अब यहाँ लास्ट हो यो भर्दै नुन साल्ट बे हो यो होइन हाम्रो लोकल साल्ट बे होइन ओए कागज दिन छ के कता हो यो त यस्तो भयो यो त सबै हत्तेलाई बिटेको के ओए कागज दिन छ के उहाँ हत्तेलाई बिटेको सबै ओए सबै बिटेको दाइ धेरै होला फेरि उहाँ कागती छ के उहाँ दाइ सुन्नुहोस् ओए दाइ तार यसको कान त्यस्तै हो भिडियो कान्छा दाइ अँ तपाईको जिब्रो देखाउनु हँ जिब्रो मेरो त युनिक हो के नोबडी ह्याज लाइक समरी हो त प्लास्टिकमा ओ समरी जिब्रो देखाइस्यो यो गाडी जिब्रो 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 हल्ला गुल्ला नगर्ने कम्प्लेन नाम्छ त कुल भन्नु ओ मुतीले भन्नु यारी म्याचिङ गार्दिने मुती समरी मोतीलाल मतिलाल भन्छ समरी मोतीलाल उतापट्टिको अर्को भन्दा काटेको छ दाइ सचिन भाइले मिलाइहाल्छ नि त्यो पालिकाको मान्छे जिब्रो देखाले जिब्रो खै उसको यताकै भिडियोमा काटेको जिब्रा छ के यहाँ काटेको यहाँ काटेको हेर्न अन्त काटेको छ भने हान्देको। होइन काटेको छैन पानी भान्जीको लेमन अर्को छ कि अर्को छ यो फोर भयो के कहाँ फोर हुन्छ यो भर्दै बाजे म आठौँमा गएँ है अहिले होइन ओके मेरो गरेपछि ओ सारुपति लानु भयो देवाको। ए देङलाई मैले जित्छु त गाडी पछि आएको मेरो त औडा त म्याच सिक्ने छ
सबरी यहाँ हेर कर्मान के भयो सबै चिरिरहेको त यहाँ त जिब्रा त अनि सचिन भाइ यसो सबैको हुन्छ यसो ध्यान परेको मेरो जस्तो खै भिडियोमा ल नाक छुम्न त ल नाक कसको छुने नि त पुरा हो कान्छा मान्छे नाक कराइ गर्नु न त अब यो खाऊ यो खाऊ ए सम्झेल वितरण हुँदैछ यो सेकेन्ड लास्ट खलम के हो त यो सेकेन्ड लास्ट खलम त्यो उल्याउ त सचिन त्यो उल्याउ न जाली जाली के जाली जाली यो जाली छैन जाली यता हो मासु यो भाग मेरो है यो पोलेर हड्डी पोलेर खाने हो त ओइ यार के हड्डी मात्र चलाउँछौ त हड्डी मात्र मासु अरु यहाँ पकाएर खाउन त तानाउ तानाउ खलम जल्दी जल्दी टिप हैन हामीले घरसम्म कति चार त जेठानलाई होइन जेठानलाई थाल्ले भनेछ समरी हामी चार माछा खाँदैन एउटा माछा पनि खाएको छैन किनले खाऊ ल तिमीले खाऊ न ल किन खाउन खलम दाजु यार केटा हो तिमीले खलम कर्मान नपाकिरो नखाएको पिस चाहियो नि त यार ओयो ओयो यो पिस आयो बार्बेक्यु हानेर सबले दिँदैछन् भान्जीबाट त ढुङ्गामाथि झराइसकेछ नि त त्यत्रो हड्डी चाहिँ यसलाई खै गिलास होइन म धेरै खान्छु गोरो होइन मेरो त फालिएको ए मेखरमा छ 10-20 पल्टेर खान्न त खगाएको मैले भयो पर्दै सबले इन्जोय गरिराख्ने होइन खलम सेकेन्ड लास्ट खलम हजुरले इन्जोय गर्नु मैले गरिरहेको छु कर्मान अब फेरि म कर्मान ए ल इन्जोय गर्ने छ जहिले इन्जोय गर्नु भएको कि भएन भन्ने कुरा मैले फिक्स गरेको छु नि हो कि नै मलाई चल्ली है भात भात उही गाडी यहाँ त घाँस त ल है बनाऊ है यस्तो बनाऊ है अझै हतेत्रो मलाई हाल्दिनु म प्याज हाल खै के कोलो बस समरी अझै सम्झे अंगी यार खाना पुग्नु म कस्तोमा आउनु यार कत्तरी कोलो ओइ अलि हाल दे यार भित्र त हुन्छ यार भात सकिन्न के खाऊ हाल ठुल्ठुलो खाऊ यार भगे यो भयो सत त मासु हाल्ला त मासु हाल्ला मासु के माछा हो के माछा 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 जेठो कसरी भरतै सबभन्दा चाहिँ कोही त्यस्तो गर्ने र ऋतु रिवाज अनुसार चल्नै पर्यो भन्छन् त ला दानी एली हो देबे भयो खोल्टी माल्ला त भरतै पख है ओइ देबे 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 हो त राखेर खोल्टी माल त यो ल ल खै 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 आयो 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 कोलो कोलो आइटम ल यो हो नि ल बडा मामा कि कर्मान होइन पतम कान्छा बाजे त गाडी वहाँ पछि के वहाँ पछि कर्मन क्या हो र है त्यही भात खान लाग्छ त्यहाँ नगर्न अरे के पनौतीहरू छ कि अरे नाति अन्धी यो मेरो हो कि गाडी त्यो त मेरो साह्रो पाइयो नि यार सुत्करीले खाने जेठो बुढो के रे अनि यो जेठो भएको हो कि धानको नाम के त्यहाँपछि को छ रे सर भात त सकिला जस्तो छ है ठ्याक्कै भात सुहाउनु पर्छ ओ सर नभए यता यता ऊ मामालाई यी यता हो कि हो यो हो कि कोलो भनेको मैले त्यो दिइसकेको कोलो कोलो के कोलो कर्मन मागेको त्यो हो कि के झ्याउ जाने गर्छ
यहाँ नातिको कोलो भइसक्यो है। यो मेरो भात हानिहाल्नु त ल्यायो ल भात गर्ने सम्बन्धमा खासै मिसो छैन हैन हाम्रो सबैले हो ए सबरी कोलो भइसकेछ यहाँ होइन सम्रीलाई थाहै छैन यार। कर्मान खाल्टी अरे पानी यहाँ म यहाँ आइदिएँ क्या ल। म त यी आइसकुन् के हत्ते केटा ल्याङ्न गरेर खाउने यार के गरेछ यार। क्या खाना खाना नि यार यस्तो झ्याउला नि गर्छ खानै खान्न र क्या यार। खलम अलि कम गरिदेऊ है भनेको यार। अलिअलि डर चाहिँ क्या यार हामीलाई खास सुरुमै सेसै गर्दै हो र होइन झोल। ओइ चक्कु पास गर त ए होइन देबेल चाहिँ काट्छ यो कागतिनमा तोने होइन र देबे यहाँ कागतीहरू चक्कु यहाँ छ यहाँ बोतल मुनि अर्ना मुनि हेर्न अर्ना मुनि भतेरमा खुर्सानी भएन भने त झ्याउ हुन्छ नि। कागती होइन कागती कर्मानलाई नि हालिदेऊ त एउटा खुर्सानी। हैन गरमाले ओ सचिन सचिन कोलो ढलो है कोलो ढलो। ओइ तान्दे त यता तान्दे यता तान्दे ल। माछा प्लस लोकल भात है लोकल भात उहाँ दानियललाई ओइ दानियललाई त खान्नास र खुर्सानी एउटा नलेखेन के ल केटा देऊ त यहाँ छ क्या प्लास्टिकी कागती कागती काट होइन भयो तँलाई होइन यहाँ बाँड्दा बाँड्दा यहाँ मलाई नहाल के तँलाई राख मलाई राख दानियललाई राख होइन। होइन क्या खलम हानौँ के ल ल ल खलम हालौँ खलम। यो लोकल चामलको भात हैन सुत्करीले खाने चामलको भात मेरो भाग गइ देबे डिस ल देखे ओके ल भात हानौँ त एक गास हालेको यहाँ रेकर्ड गरौँ त्यसपछि चाहिँ सेकेन्ड यता खलम थप्न पर्ने भयो नि। खलम थपौँ ल खै यहाँले भयो ल भयो थप्छु मामा आयो तरकारी पकाउनेमा को गरे बसेको आमो हो 1 2 अरु थपा बन किन योमा तिमीले चुक हाल्यौ कि कागती हाल्यौ सबै हालेको क्या भयो जति सबै हालेको एभ्रिथिङ हो नि एभ्रिथिङ खलम सेकेन्ड खलम ल है केटाहरूले एकदम इन्जोय गरिरहेछन् होइन डिसिज इट भन्छ खलम मेरो नि दिनुपर्ने हो गएर खलम फेरि यार रेकर्डिङमा
खाए खाएमा खाए यहाँ खाए अन्जे भन्दै अलि फेरि खोलामा आउनु नि फेरि खोलामा आउनु कि लास्टमा अब नराखेको अन्जे सुत्करीले खाने धान चामलको भात खाने छ नि हाम्रो अनि खलम त गइहाल्छ नि सारू मलाई भोगी छोरे भन्दै अन्जे अति बवाल भयो राजा भन्दै लाउँदा अति मिठो भयो सारू लास्ट खोलाम होइन होइन लास्ट खोलाम हो कि सारू लास्ट खोलाम हो कि सारू सारू लाउनु सारू घ्याउ नगर्नु त लास्ट खोलाम हो कि हो सारू लास्ट हो कि घरमा त दिँदै मैले भन्ने खलम भरिहाल्छ मेरो अमिलो भयो भन्छ नि यस्तो ह्याक्सले हाल्नु सक्छ अरे यस्तो अनि यस्तो बवाल आफै घरमा चुकिरहनुहुन्छ अनि हाल्ने पनि त सबै हालेको त्यसले सबै अनि सबै हो अनि सबै हालेको
धेरै हैन 1 किलो भात छ अब हाल्छ म त झन् 2 खलममा हो त होला खलममा बाजेर म चाहिँ हो धाप हामी खलम खल्न घरमा खलम खल्ने यस्तो दिनको खाली भान्साघरमा नि हुन्न होइन रे होइन नाति के हो र हो नि बाजे म त 2 खलममा गएर रोटेसन गराउन लागि होइन बाजे कर्मानको के कमिलो छ पनि होइन धेरै चुवाले नि दिएको न सब पोका चाहिँ त घर किन गर्नु पर्ने त्यो सबै हालिदिएको हौ धेरै हुने के गर्नु कमिलो मलाई आएको छ र म त अझ खाजा सबै खनाइदियो 2 थाल भात खान्थ्यो लागि आएर अब गाउँमा मुद्दे भयो मलाई त अगाडि अरू फर्कायो नि चिज त फर्काने नि नानी भनेर खानाइदिएको नि हामीले बेसार गुरु फर्काने हो चिज त होइन नि भनेर कलम पुरा भयो होइन कलम पुरा भयो बाजे हाल्ने किन्नु हो सम्झे जान्छु यो मान्छे कहाँ गयो होइन कि गाडी म जान्छु अब म जान्छु भन्दै भनेको
पानी लिन्छ भने माथि मान्छे कहाँ पानी लिन जाने भन्छ घर त रैस लिन जान्छु भन्छ हातेर खाइ पानी पानी त अन्तिम चरणमा हो के चाहिँ हेम्मै जरा पानी Why not coconut care? Yes, Lalaji. Oh. Yo kहाँबाट आउँछ हारी? यो के हारी? यो कहाँबाट आउँछ मेरो? दुई खलाम हातेको दामी भाजेर मेरै होला क्या कलम के हो 80 रुपियाँ बोरामा हालेमा अब बोरामा सबैले हाल्ने हो कि मान्छे लिँदै त्यहाँले गर्ने त्यही भएर उठा लगे होइन माथिको खाल खाल मस्काउने लोजिकतिर गइन्छ होइन त्यसपछि चाहिँ आजको भिडियो यही छ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अहिले हामी चाहिँ डाउन छौँ अल्गोरिदमले पेलिरहेछ है भन्दै टिल नेक्स्ट टाइम है थ्याङ्क यू भेरी मच किप वाचिङ है त